यशराज फिल्मले एउटा स्पाई युनिभर्स भन्ने एउटा प्रोजेक्ट चलाइरहेछ जसमा सलमान खानले एज अ टाइगर, त्यसपछि शाहरुखले एज अ पठान, त्यसपछि ऋतिक रोशनले एज अ कबीर एक्टिङ गरेका थिए। र मेरो विचारमा उनीहरूलाई अब मेल ओरिएन्टेड मात्रै किन स्पाई बनाउनु, एउटा फिमेल ओरिएन्टेड स्पाई मुभी पनि बनाऊँ भनेर एउटा फिल्म बनाउन खोजेका छन् जसमा एक्ट्रेस आलिया भट्ट छिन्। तर मुभीमा केही इफोर्ट नदिएर त्यस्तो मेन्टालिटी राखेर एउटा मिडियोकर मुभी बनायो भने आज मैले हेरेको मुभी अल्फा जस्तो मुभी बन्छ। मुभीको स्टोरीको कुरा गर्ने हो भने अब मुभीमा ट्रेलर हेरेर थाहा हुन्छ। बबी देओलले एउटा अल्फा नाम गरेको एउटा प्रोजेक्ट चलाएको हुन्छ जसमा चाहिँ उसले सोल्जरहरू क्रिएट गरेर एउटा अपरेसन क्रिएट गर्न खोजेको हुन्छ। र तर पछि आलियालाई त्यही सोल्जर एज अ सोल्जर क्रिएट गर्दाखेरि आलिया र बबी देओलको एकअर्काप्रतिको मेन्टालिटी चेन्ज भएपछि आलिया चाहिँ बबी देओलको अगेन्स्टमा लाग्छ र मुभी एकअर्काको टसलमाथि ओरिएन्टेड भएर बनेको छ। अब स्पाई मुभी भनेपछि अडियन्सले एक्चुअली एक्सन नै खोज्छन्, तर मुभीमा एक्सन यति मिडियोकर छ, यति बेसिक छ कि भर्खर बच्चाहरू जो निकोलोडियन मुभीहरू हेर्छन् उनीहरूलाई मात्र त्यो एक्सन मुभी एक्चुअल रियल एक्सन लाग्छ। जो एउटा म्याच्योर्ड वा एटलिस्ट टिनेजमा पुगिसकेको अडियन्स हुन्छ त्यो अडियन्सलाई यो मुभीको एक्सन जस्तो लाग्दैन। मुभीको एक्सन कोरियोग्राफी सबै क्यारेक्टरलाई, आलियालाई, बबीलाई वा त्यो आलियाको सँग अर्को एउटा एक्ट्रेस छिन्, म थाहा छैन त्यो एक्ट्रेसको नाम, उनीहरूको एक्सन कोरियोग्राफी एकदम बेसिक छ, बिलो एभरेज छ। तपाईँहरूलाई केही फिलै हुँदैन, एक्सन जस्तो फिलै हुँदैन। मोटरसाइकल राइड गरेको सिनहरू छ, ठुल्ठुलो गनहरू क्यारी गरेको सिनहरू छ। मुभीमा अर्को एउटा मेन प्रब्लमको कुरा गर्नुहुन्छ भने आलिया भट्ट नै हो। आलिया भट्ट एक्सनको लागि होइन भनेर यो मुभीमा प्रुभ हुन्छ। आलिया भट्ट भनेपछि ड्रामामा जुन उनले खतरा एक्टिङ गर्न सक्छु भनेर आफूलाई प्रुभ गरेकी छिन्, त्यो प्रुभ गरेको पोइन्ट चाहिँ एक्सन ओरिएन्टेड मुभीमा उनले सक्दैन भनेर यो मुभीमा देखिन्छ। एक्सन गर्दाखेरि आलिया भट्टको एक्सप्रेसनदेखि कुनै पनि कुरा, बडी ल्याङ्ग्वेजहरू रियल फिल हुँदैन। साँच्चीकै एक्सन गर्दाखेरि जुन एक्सप्रेसन आउँछ एक्टर वा एक्ट्रेसमा त्यो देखिँदैन आलियामा। उसलाई एक्चुअली स्पाइवेयर एक्सन ओरिएन्टेड जो एउटा ठाउँबाट अर्को ठाउँमा हाम फालेर नेगेटिभ रोल खेल्नेलाई मार्ने एउटा मेन्टालिटी बनाएको एउटा क्यारेक्टर हुन्छ, त्यसमा फिटै देखिँदैन आलिया भट्टलाई। आलियाको स्क्रिनमा बडी यति सानो देखिन्छ कि त्यो ठुल्ठुलो स्पाई गनहरू बोक्दाखेरि आलियाले कसरी बोक्यो होला भनेर हाँस उठ्छ, स्माइल आउँछ आफ्नो फेसमा तपाईँहरूको। अब स्पाई भएपछि एउटा एकदम स्पिडमा एउटा बाइक चलाएको, कता एउटा डाँडाबाट अर्को डाँडामा बाइक उडाएको त देखाउनै पर्यो, त्यो एउटा सिन छ आलियाको। नत्र तपाईँ एक्सनमा के देख्छु म यो मुभीमा एक्सन, र त्यसको लागि म मुभी हेर्न जान्छु भन्नु सोच्नु भएको छ भने नजानुहोस्। एक्सनकै अझै कुरा गर्ने हो भने एक्सन हलिउड मुभीको मल्टिपल मुभिजहरूबाट इन्सपायर्ड छन्। जस्तै एउटा सिन छ जहाँ आलियाले एउटा सोल्जरलाई मार्छ बबी देओलकै अगाडि, त्यो सिनमा लाइटिङहरू जुन छ आलियाले त्यो मार्दाखेरि त्यो सबै जन विक मुभी जुन छ कियानु रिभले खेलेको त्यो मुभीहरूबाट इन्सपायर्ड छ। ह्यापी बर्थडे। आलियाले लगाएको लुगाहरूदेखि लिएर अरू कसरी गनहरू क्यारी गर्छन्, सर्ट गनहरू क्यारी गर्छ। एन्जेलिना जोली भन्ने एक्ट्रेसले वान्टेड वा टम राइडर भन्ने अर्को मुभीहरू खेलेको थियो, त्योबाट इन्सपायर्ड छ। ओरिजिनल केही पनि फिल हुँदैन मुभीको बिगिनिङदेखि अन्तिमसम्म। त्यस्तो तपाईँलाई इन्गेज गराउने वा सिटमा राखिराख्ने वा अब के हुन्छ त यो फिल्ममा, केही नयाँ ट्विस्ट आउँछ त जस्तो भन्ने फिल केही कुनै पोइन्टमा पनि आउँदैन फिल्म हेर्दाखेरि। अब यही हो, अब ठुल्ठुलो एक्टर लिएपछि आलिया भट्ट एकदम ठुलो एक्ट्रेस हो, फिल्म चलिहाल्छ नि, अब बनाइदिउँ न एउटा भनेर। अब केही नलेखेपछि, एक्सनमा कोरियोग्राफी केही नहालेपछि अब यस्तै मिडियोकर मुभी बन्छ। अब बजेट चाहिँ मेगा बजेटमा बनाउँछन् तर आउटपुट यस्तो बेसिक आउँछ। मुभी एकदम बेसिक छ। अब लास्ट विकमा हेरेको वेलकम टु जङ्गल भन्ने एउटा मुभी थियो, अब त्यो मुभी जस्तो थर्ड क्लास मुभी त होइन, तर केही एक्सपेक्टेसन चाहिँ नराख्नुहोस्। टु बी अनेस्ट आलियाले अब यशराज जस्तो ठुलो प्रोडक्सन हाउसमा पाएपछि शाहरुख, सलमान, ऋतिकहरू जस्तो एक्टरहरूले पहिला खेलेको जस्तो लेभलको रोल पाएपछि म खेलिहाल्छु नि भनेर खेलेको मुभी हो।
अरू केही पनि होइन, फिल्म राम्रो छ वा राइटिङ राम्रो छ भनेर खेलेको मुभी नै होइन। अरू खासै मुभीको भन्न लायक केही पनि कुरै छैन टु बी अनेस्ट। क्यामियो छ एउटा ऋतिक रोशनको, त्यो पनि किन राखेको जस्तो फिल हुन्छ, अननेसेसरी छ। अब त्यो राइटिङ, कोरियोग्राफी, एक्सन ओरिएन्टेड मुभीमा एक्सनै नभएपछि जतिसुकै ठुलो एक्टरहरूलाई पनि क्यामियोमा ल्याएपछि त्यो फिल्मले के नै गर्न सक्छ र। अब फिल्मको डाइरेक्टर को हो, राइटर को हो, मलाई त्यो पनि थाहा छैन। मैले त अब नयाँ फिल्म रिलिज भयो, अब आलिया अलिक राम्रै एक्ट्रेस हो भनेर फिल्म हेर्न गएको हो, तर अब हेर्न लायक मुभी होइन। प्लिज पैसा खर्च नगर्नुहोस् नै भन्छु म। हिन्दी मुभीहरू हेर्न लायक रिलिज भएको छैन। अब आउने जुन मुभीहरू छ हिन्दी मुभीहरू, त्यो मुभी पनि खासै कुनै पनि एट्र्याक्टिभ मुभीहरू कुनै पनि छैन। अब धमाल 4हरू जस्तो इरिटेटिङ मुभीहरू रिलिज हुन आँटेको छ, जसको डाइरेक्टरहरू एकदम पाखण्डी डाइरेक्टरहरू छन्। त्यही भएर सकेसम्म बरु फेरि लास्ट विकमै लागेको टोय स्टोरी यो मुभीहरू नै हेर्नु होला। अब नेपाली मुभी लागेको छ भने त्यो मुभी हेर्नु होला। तर पैसा खर्च गरेर 500 600 तिरेर यस्तो बिलो एभरेज मिडियोकर हिन्दी मुभी हेर्नु हुँदैन। म तपाईँलाई यो मुभी चाहिँ रिकमेन्ड गर्दिनँ कुनै एङ्गलबाट पनि। इट इज रियली बिलो एभरेज, बच्चाहरूलाई बनाएको मुभी जस्तो फिल हुन्छ।